यति पर हाल्दा नि हुन्छ यतिकोमा फेदैमा हालिनु छ अलि पर हालिनु छ हेलो किसान विषमर सुधार कृषि समूह यानी कृषकको जुन एउटा सानो भिडियो बनाउन गइरहेको छु यो अन्ठोको लागि त के होला तर हाम्रो विषमरको लागि एउटा नयाँ एउटा प्रविधि चाहिँ एउटा गरिरहेछु र यहाँ मल हालेर जुन मकैको फेदमा युरिया या डिएपी कुनै पनि हाल्नको लागि एउटा नयाँ सुविधा यहाँ चाहिँ मैले रिसर्च गरेको थिएँ। अब यो खासै त हैन, यो सिम्पलै हो। फेरि तपाईले चाहिँ यस्तो जाबो पनि के को नयाँ रिसर्च गर्यो भनेर भन्नु होला, त्यसको लागि चाहिँ नभन्नु होला कि यो चाहिँ विषमरको लागि चाहिँ अब जहाँ जहाँ यो भिडियो यस्तो सिस्टम पुगेको छैन त्यहाँ सबैको लागि हो। यो सिस्टमबाट चाहिँ मकैमा चाहिँ मल हाल्दाखेरि चाहिँ के हुने छ भने हामीले तुरुन्तै गोड्नको लागि नभ्याउने हुँदा अनि माथि माथि छुस चाहिँ फेदमा मल हाल्ने गर्दाखेरि चाहिँ छोप्नु पाएन। अनि पानी हाल्दाखेरि अनि जमिनमा चिसो भएको कारणले पानी पनि हाल्नु नमिल्ने अनि छोप्नु पनि नभ्याउँदाखेरि यो नयाँ सिस्टमबाट चाहिँ यो मकै रोप्ने पनि मिल्यो। अनि यसमा चाहिँ ठ्याक्क एउटा अड्कल्नु पर्छ, मल कति झार्ने के गर्ने भन्ने एउटा चाहिँ सिस्टम छ यसमा। त्यो सिस्टम पारेपछि हार पारेर रोपेको मकैलाई अझै सजिलो। यो चाहिँ छरेको मकैमा चाहिँ जताततै हुन्छ, मेलो त्यति चिनिँदैन, त्यही पनि अब दुसुको चल्ने छ। त्यही हुनाले तपाईहरुले यो यस निउरेर मल हालिरहनु नि परेन। ढाड दुख्ने जो कसैलाई ढाड पनि दुखेन, ढाड दुख्नेहरूलाई पनि अब निउरिनु पनि गाह्रो हुनेहरूलाई पनि यो सजिलो हुन्छ र अनि ढाड नदुख्नेहरूलाई पनि धेरै निउरिरहनु परेन। अनि यसको लागि सजिलो हुन्छ यो पाए। त्यही हुनाले यो कुनै हातले हाल्दाखेरि चाहिँ कहिले धेरै झर्छ कहिले थोरै झर्छ भने यो मिसिनबाट चाहिँ एकनासको झर्छ। त्यही हुनाले तपाईहरुले यो विधिहरू अपनाउनु होला। जो अब यो चाहिँ यसरी गर्दाखेरि अब हामीलाई छोपिरहनु तुरुन्तै छोप्नु नि परेन, छोप्नु नभ्याउँदा नि केही फसै परेन। र अब अर्को यसरी मकै रोपी यसरी मल हालेपछि तपाईले यो झार मार्ने दबाई ल्याएर सर्लङ्ग पारेर यो झारमा चाहिँ दबाई हानिदिनु भयो भने पनि गोडिरहनु आवश्यक पर्दैन। त्यही हुनाले तपाईले यो भिडियोलाई अब कतिको मन पर्यो के भयो अब तपाईहरुको चाहिँ इच्छा हो यो चाहिँ। अब त्यही हुनाले यो सिस्टमलाई चाहिँ तपाईहरुले चाहिँ अपनाउनु होला। तर यो चाहिँ एउटा मिसिन चाहिँ किन्नु पर्ने हुन्छ। मिसिन किनेपछि हामी एकैजनाले 1 बिघाको सम्म 10 कट्ठासम्म एकै दिनमा चाहिँ एकैजनाले मल हालेर भ्याइन्छ। त्यही हुनाले तपाईहरुले पनि यो नयाँ सोच को लागि नयाँ कसरी चाहिँ हामीले सुविधाहरू निकाल्ने भन्ने कुरा चाहिँ दिमागमा आउटिङ दिमाग तपाईहरुले पनि चलाउनु होला भन्दै यो भिडियोलाई तपाईको सबैको माझमा मैले पठाइरहेको छु। र तपाईहरुले यसलाई चाहिँ अब कस्तो लाग्यो के हो अब त्यसको लागि त तपाईलाई नै थाहा होला। अब मलाई चाहिँ यो इच्छा लाग्यो तपाईहरु किसानको माझमा यो भिडियो पठाइदिउँ भनेर चाहिँ इच्छा लागेर मैले यो भिडियोले मैले चाहिँ यो मेरो साधारण यो आउटिङ दिमागलाई चाहिँ तपाईहरुको माझमा पुर्याउन खोजेको छु। तपाईहरुले पनि यो प्रयोग गर्नु होला। र यदि राम्रोसँग बुझ्नु जान्नु सक्नु भएन भने तपाईहरुले मसँग आएर सिक्नु सक्नुहुन्छ र अनि यसलाई तरिका अझै राम्रोसँग म सिकाइदिन सक्छु। तर यो चाहिँ तपाईले चाहिँ मिसिन चाहिँ किन्नु पर्ने हुन्छ। यो खालको जुन छ मिसिन छ यो खालको मिसिन तपाईले किन्नु पर्ने हुन्छ। त्यही हुनाले यसमा चाहिँ तपाईहरुले चाहिँ अलिकति ख्याल गर्नु होला। यसले चाहिँ मकै रोप्नु पनि भयो, हार पार रोप्नु पनि भयो, सबै कुराहरू चाहिँ हुन्छ। धन्यवाद तपाईले मेरो भिडियो हेरिदिनु भएकोमा। तपाईलाई धन्यवाद। जय किसान।